सब पिपुल होइन अब हामी चाहिँ आज चम्पादेवी हाइकिङको लागि निस्केको अनि अब खाना चाहिँ घरमा भएन। आज हामी थकालीमा आएको अनि अब खाना खाइसकेपछि हामी अन द वे हाइकिङको लागि चम्पादेवीतिर जाँदैछौँ। त्यति जेलसँगलाई ल गाइज हाम्रो थकाली आइसक्यो हेर्नुहोस् है। अब थकाली खाने हो अनि त्यसपछि अन द वे चम्पादेवी हाइकिङमा जाने। चम्पादेवी हाइकिङको लागि रेडी भइसक्यौँ। अब हामी के छ टिकट खोज्छौँ अनि तपाईँहरूलाई देखाउँछौँ। हाइकिङको लागि रेडी हुनु आएको के बोल्नु छ बुढी तिम्रो? आजको दिन एकदम राम्रो छ, मौसम पनि राम्रो छ, हेरौँ के हुन्छ। ल है त गाइज अब हामी ट्याक्क तपाईँ कस्तो भइरहेछ है दिनमा? आज फरक ठाउँमा फरक डिफ्रेन्ट ठाउँमा आएको यसो हेर्दै पनि त हामी चाहिँ खास आज चम्पादेवीको लागि हिँडेको माथि हाइकिङ आउँदैछौँ हामी। तपाईँहरूले युट्युबमा देखिरहनु भएको भनेको चाहिँ यही हो। अब हामी चाहिँ यही भराइ हुँदै चाहिँ माथि चम्पादेवीसम्म जान्छु, त्यति जेलसम्म तपाईँ
चम्पादेवी आइसक्यो 3 घन्टा हिँड्नुले चम्पादेवी आइसक्यो हामी अब हामी फोटो खिच्छौँ अनि ड्रोन सटहरू हान्छौँ अनि त्यसपछि तपाईँहरूलाई देखाउँछौँ। फर्किँदैछौँ अब हाम्रो चाहिँ माथि चम्पादेवी दर्शन गरेर म र मेरो बुढी फर्किँदैछौँ। फर्किँदै हो। अघि चढ्नलाई जति गाह्रो भएको थियो त्यो भन्दा पनि झन् उत्रिनलाई एकदम गाह्रो हुँदो रहेछ। ओह्रालो ओर्लिँदा कस्तो भएको तिमीलाई? कति घन्टा हिँड्यो हामी लगभग? जाँदा 3 घन्टा आउँदा 2 घन्टा भनौँ है। जस मजा आयो नि थाहा छैन। चम्पादेवी हाइकिङ इन भइसकेको छ। एकदम राम्रो छ ठाउँ। अन्त जुत्ताहरू चाहिँ राम्रो लगाएर आउनु होला।
किनभने खुट्टा एकदम दुख्छ त्यही भएर एकदम राम्रो छ ठाउँ तिमीलाई के भन्नु छ त्यही हो जुत्ताहरू राम्रो लगाएर आउनु समयमै आयो भने समयमै फर्किन पाउँछ बेस रमाइलो छ एकदम दामी हाइकिङ छ सर्ट हाइकिङको लागि एकदम राम्रो छ इन्जोय गर्नलाई मजा माथि मजा आउँछ ठाउँ ठाउँमा पानी किन्नेहरू ठाउँ पनि छ होइन चाउचाउ साउचाउ भने जस्तो खानेकुराहरू पनि छ अब तपाईँहरू पनि त्यही अनुसार आउनु होला ल गाइज